सो हे गाइज नमस्कार सबैजनालाई स्वागत छ जुम्ली 143 मा तपाईहरु सबैजनालाई धेरै धेरै स्वागत छ। अनि आज विशेष शनिबार मिति 2082 साल चैत महिनाको आज चाहिँ 28 गते हो। आज शनिबार पर्न गएको दिन अनि नेपाल सरकारले थाहै होला तपाईहरुलाई 2 दिन सार्वजनिक बिदा दिने गरेको छ। अनि त्यही बिदाको उपयोग गर्दै म चाहिँ आज जंगलतिर बाख्रा चराउन जाने लक्ष्य लिएर अनि अगाडि बढिरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरु। अनि त्यसपछि आजको दिनभरिको भिडियो म तपाईहरुलाई देखाउने छु। बसन्त ऋतु लाग्न थाल्यो नि त, हेर्न सक्नुहुन्छ जुम्ली अर्गानिक बाख्रा। अनि चाहिँ यो हाम्रो गाउँ हो। यस्तो छ हैन, अहिले बसन्त ऋतुमा चाहिँ बनिरहेको घर हाम्रो दाइको। म भिडियो हेर्ने सबै साथीहरुलाई एउटा कुरा जानकारी गराउन चाहे। हाम्रो जुम्लाको चाहिँ यो त्यस क्षेत्रमा हाम्रो चरन क्षेत्रमा चाहिँ जंगलहरु छैन, न्यून छ हैन। जंगल छैन, न्यून भन्नाले पनि जंगलहरु त छँदै छैन भनौं। अनि चाहिँ रुख बिरुवाहरु नभएको नाङ्गो डाँडाहरु छ। त्यही लगेर चाहिँ यिनीहरुलाई चराएर लिएर आउनु पर्यो। हाम्रो चाहिँ यहाँ छर्न लागेर छन्। हेलो मम्मी, यता यता हेर्नुस्, यहाँ भलक आउँदैछ। के छरी राख्नु भएको छ तपाईले? के गर्नुहुन्छ यो छरेर? यो छरेर खाने, गेडा गुडीको रस बनाउने खाने हो। केही छैन हो, हलो जोत्ने खाने हो लास्टमा। कस्तो प्रगति बनाउने लास्टमा हलो जोतेर खाने। कस्तो भइरहेछ आज हलो जोतेर? एक्साइटेड? एकदम एकदम। आहा, साथीहरु यो चाहिँ तिला गाउँपालिका वडा नम्बर 3 मा चाहिँ यो अचम्मको एउटा गुफा भेटेको छ। हेर्न सक्नुहुन्छ हैन। हामी यहाँनिर गएर बस्न सक्छौं हो मजाले साथी हो। यस्तो छ हैन। अनि चाहिँ यहाँबाट यस्तो छ, यताबाट झ्याल छ। अनि कहाँबाट भित्र जाने? यहाँ बाजा जान मिल्दैन एउटा। म अटाउन्न, म ठुलो भए यो सानो भयो अनि अटाउन्न। केही छैन के पर हेर्न। के छ यो चाहिँ माथिल्लो तला छ, सानो बाबु छ हैन। अनि चाहिँ म चाहिँ तल्लो तला बस्छु। त त्यही सुत, म यही सुत्छु ल, हुन्छ? 2 तलाको ओडा छ, यहाँबाट तलबाट आउने अनि माथिबाट चाहिँ हामी चाहिँ अब यहाँ आएर कुनै बेला मासु पकाएर खान्छौँ। एक दिन एक रात यतै बिताउने छौँ साथी हो। ओके छ साथीहरु, अब चाहिँ आजको लागि चाहिँ हामी निस्कौँ।